टेक्निकल सम्बन्धी चाहिँ हामीले चाहिँ कुराहरू गर्छौँ है। र आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई चाहिँ पोडकास्ट कसरी बनाउने, बेबी पोडकास्ट जुन भाइरल भइरहेको छ, बच्चाले बोलेको पोडकास्ट होइन। यस्तो पोडकास्टहरू कसरी बनाउने भनेर म तपाईँहरूलाई सिकाउँदैछु। त्यसको लागि तपाईँलाई सर्वप्रथम एउटा फोटो चाहिने हुन्छ। जुन फोटो चाहिँ तपाईँले बच्चामा कन्भर्ट गर्नुहुन्छ है। सो अलराइट है। अब हामीसँग चाहिँ एउटा फोटो चाहिने हुन्छ। त्यो फोटो चाहिँ अब हामीले गुगलबाट डाउनलोड गर्नु होला। सबै कुरा मैले देखाउन सकिनँ। तपाईँले बुझिसक्नु भएको छ है मैले भनेको। सो म चाहिँ अब फोटो मसँग भए पछाडि म च्याटजिपिटीमा जान्छु सुरुमा है। तपाईँले आफ्नो फोनबाट पनि युज गर्न सक्नुहुन्छ है। सो यहाँ अब म चाहिँ मेरो चाहिँ च्याटजिपिटी प्रिमियम छ। तपाईँहरूले फ्रीमा युज गर्न पनि सक्नुहुन्छ। फ्रीमा अलिकति टाइम लाउँछ, एउटै हो। सो रिजल्ट अलिकति राम्रो निस्किन्छ, त्यही नै हो। अब आएर यहाँ मैले रतन टाटा भनेर हाने होइन। रतन टाटा सर जो रेस्पेक्टेड सर हुनुहुन्छ होइन। अब यहाँ अहिले नभए तापनि उहाँको चाहिँ मलाई बनाउन मन लाग्यो होइन। उहाँले भन्नुभयो केही कुरा मलाई मन परेको थियो। सो यसलाई चाहिँ मैले यसरी प्रम्प्ट दिन्छु। यो प्रम्प्ट तपाईँहरूलाई चाहियो भने चाहिँ तपाईँहरूले मेसेज गर्न सक्नुहुन्छ है। प्रम्प्ट भनेर कमेन्टमा लेखिदिनु भयो भने म तपाईँहरूलाई प्रम्प्ट पनि हालिदिनेछु। सो जेनेरेट हुँदैछ है, टाइम लाग्छ थोरै। बिस्तारै बिस्तारै हुन्छ। सो फाइनली डाउनलोड भइसकेको छ है। मैले चाहिँ डाउनलोड गरिसकेको छु। रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ है। सो रिजल्ट चाहिँ यस्तो आइसकेको छ। ल हेर्नु कति राम्रो आएको छ है। सो यस्तै तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ है। अनि अब यसलाई चाहिँ हामीले बोलेको बनाउनु पर्यो नि त। एउटा पोडकास्टमा बोलेको जस्तो बनाउनु पर्यो। त्यसको लागि चाहिँ हामीलाई अडियो आवश्यक पर्छ। अडियो चाहिँ तपाईँले कुनै पनि भिडियोबाट उठाउन सक्नुहुन्छ है। मैले चाहिँ एउटा रतन टाटाकै बोल्नु भएको भएको युट्युबबाट उठाएको छु है। सो यो सबै कुरा मैले उठाएर तपाईँले देखाउन चाहिँ मिल्दैन। तपाईँले बुझ्नुपर्छ यो कुरा, त्यति हो। हुँ। अडियो तपाईँलाई भिडियो तपाईँसँग हुन्छ है। तपाईँले भिडियो उठाउनु भयो युट्युबबाट पनि भिडियो टु अडियो भनेर हान्नु होला। अनि भिडियो टु अडियो हानेर यहाँ MP3 कन्भर्टरमा जानु र यहाँ फाइल चुज गरेर है। इक्जाम्पल अब मलाई यो इक्जाम्पल है, यो कुनै पनि एउटा इक्जाम्पल हो यो। सो यो भिडियोबाट मलाई चाहिँ यसको कन्भर्ट गर्नु छ नि, यहाँ कन्भर्ट गरे पछाडि यस्तो हुन्छ है। म तपाईँलाई देखाउनको लागि मात्र बनाइरहेको छु। सो अपलोड हुँदैछ। यो अलिकति लामो छ, त्यही कारणले अलिकति समय लाग्छ। नत्र भने फास्ट नै हुन्छ। अलिकति तपाईँको थोरै छ भने त एकदम सुपर फास्ट हुन्छ है। अपलोड भइसकेको छ। अब यो डाउनलोड कन्भर्ट हुनु टाइम लाग्छ थोरै। कन्भर्ट पनि हुँदैछ है। ल कन्भर्ट पनि भइसक्यो। अब डाउनलोड गरे पछाडि चाहिँ हाम्रो चाहिँ MP3 डाउनलोड हुन्छ है। अहिले चाहिँ मैले गरिनँ डाउनलोड। किनकि मसँग अलरेडी अडियो छ। अडियो भइसके पछाडि हामीसँग दुईटा चिज चाहियो है। फोटो भयो, अडियो भयो। अब हामीले अडियोलाई एनिमेट गर्नु पर्यो होइन। यो पोडकास्टमा बोलेको जस्तो गरेर अडियोलाई एनिमेट गर्नु पर्यो। एनिमेटको लागि चाहिँ मैले युज गर्छु हेडर AI है। तपाईँहरूले अरू AI पनि युज गर्न सक्नुहुन्छ, तर मलाई हेडर AI चाहिँ अलिकति राम्रो लाग्छ। यसको प्रिमियम भर्जन लिन चाहनुहुन्छ भने पनि लिँदा हुन्छ है। राम्रै छ, त्यस्तो नराम्रो छैन, तर कस्टली छ है। अलिकति कस्टली छ। तपाईँले अलिकति विचार गर्नुपर्छ त्यसमा, आफैले विचार गर्नु। सो खुलिसकेको छ है। अब यहाँ डिस्क्राइब योर भिडियो भनेको छ है। यतापट्टि स्टार्ट फ्रेम दिएको छ। के गर्ने त है। मैले चाहिँ क्रिएटर प्लान लिएको थिएँ मेरो होइन। सो 1300 मेरो क्रिएटर प्लान थियो। अहिले यति मात्र क्रेडिट रिमेनिङ छ है। सो स्टार्ट फ्रेममा जान्छु, म अपलोड गर्छु। अनि इमेज जुन डाउनलोड गरेको इमेज छ नि, यो इमेजलाई चाहिँ मैले यहाँ ल्याउँछु है। सो यो इमेज आइसकेको छ। अब यसलाई मैले के गर्छु भन्दाखेरि यसलाई तपाईँलाई युट्युबमा हाल्नु छ भने 16:9 रेसियोमा राख्नुपर्छ भने, अब तपाईँलाई पोर्ट्रेटमा यसरी अब टिकटकहरूमा, इन्स्टाग्रामहरूमा हाल्नु छ भने 9:16 रेसियोमा राख्नु होला है। ठाडोमा राख्नुपर्छ। अनि त्यो पछाडि तपाईँले के गर्नु भन्दाखेरि यहाँ अडियो स्क्रिप्ट छ नि, अडियो स्क्रिप्टमा एकचोटि क्लिक गरेर यहाँ अपलोड अडियो गर्नु होला है। मेरो अडियो अलरेडी छ। सो यहाँ छ अडियो MP3 फाइल। हिजो मैले बनाएर राखिसकेको थिएँ। अब यसलाई मैले के गर्छु भन्दाखेरि अब यहाँ तपाईँले चुज भोइसमा आएर भोइस पनि चुज गर्न सक्नुहुन्छ। हामीलाई त रतन टाटाकै भोइस हाल्नु छ नि। सो म चाहिँ एड टु भिडियो गर्छु डाइरेक्टली। अब हामीले यसलाई प्रम्प्ट योर क्यारेक्टर विथ इमोसन, यो चाहिँ अप्सनल हो, तपाईँले गरे पनि हुन्छ। तर म चाहिँ यहाँ केही कुराहरू लेख्छु है, अप्सनल भए तापनि।
प्रम्प्ट योर क्यारेक्टर विथ इमोसन एन्ड गेस्चर भनिरहेको छ। मुभमेन्ट विथ ह्यान्ड्स रियलिस्टिक लाइक इन अडियो भन्छ है। अडियोमा जस्तै गरी मुभमेन्ट अडियोमा गरे जस्तै गर भनेर भनेपछि नभने पनि हुन्छ। एक्जाम्पल मैले यतिकै है कस्तो आउँछ रिजल्ट हेरौँ है त। लेट्स सी है, टाइम लगाउँछ यसले। सो जेनेरेटमा हामीले क्लिक गरिदिन्छौँ र जेनेरेट हुन थाल्छ है। ल कति सजिलो छ हेर्नु है। अब यसले थोरै टाइम लिन्छ जेनेरेट गर्नको लागि, किनभने धेरै युजरहरू छन् है, त्यो कारणले अलिकति स्लो हुन्छ। प्रिमियम भए तापनि अलिकति धेरै स्लो त होइन, अलिकति टाइम चाहिँ लाग्छ। सो क्यूमा गइसक्यो है, हुँदैछ। अब यसले टाइम लाग्छ। एकैचोटि म तपाईँलाई भए पछाडि भेट्छु है त। त्यसरी प्रोसेसिङ हुँदै गर्छ है। प्रोसेसिङ टाइम हुँदैछ। यहाँ पर्सेन्टेज देख्नु भएको छ 0% छ। एकैचोटि लत्ते बढेर आउँछ बिस्तारै हेर्दै हुन है। सो देख्न सक्नुहुन्छ 45% हाम्रो कम्प्लिट भइसकेको छ है। अब फेरि एकैचोटि बढ्छ एकछिनमा। 80% देख्नु भएको छ है। अब बन्न लागिसक्यो है त। ल मैले यतिकै छोडिदिएँ है त, सबै मैले भिडियो कट गरिनँ। 80% भइसकेको छ, 100%। ल किनभने हाम्रो प्रिमियम थियो कारणले एकदम छिटो भइसकेको छ। कस्तो बन्यो है त, रिजल्ट हेरौँ है त। डाउनलोड गरौँ पहिला। ल हेरौँ है त। सो यस्तो टाइपको चाहिँ यस्तो टाइपको अडियो बनाएर चाहिँ तपाईँले चाहिँ इन्कम गर्न सक्नुहुन्छ। कसरी इन्कम गर्न सक्नुहुन्छ म अर्को भिडियोमा पनि बताउँछु। र तपाईँहरू टिकटक मोनिटाइज गरेर इन्कम गर्न चाहनुहुन्छ भने तपाईँहरूले आफ्नो वाट्सएप नम्बर मलाई छोड्न सक्नुहुन्छ, या मेरो नम्बरबाट जोइन गरेर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। सो यस्तो टाइपको पोडकास्टहरू हालेर पनि इन्कम गर्नेहरू एकदम धेरै हुनुहुन्छ नेपालबाट पनि। सो तपाईँ पनि आजै नै गर्नु होला है त। सो कस्तो भयो त रिजल्ट है त, रिजल्ट हेरौँ है त। ल हेर्नु कति राम्रो भएको छ हेर्नु त। त्यो थोरै मैले अलिकति सेकेन्डको भिडियो बनाएको थिएँ है तपाईँहरूलाई बुझाउनको लागि। आई होप भिडियो तपाईँहरूलाई मन पर्यो होला। भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। र अझै म योभन्दा खतरा भिडियो लिएर आउने छु है। सो भिडियो मैले हिजो रेकर्ड गरेको थिएँ, अलिकति प्रब्लमको कारणले फेरि आज चाहिँ मैले सच्याएर राम्रोसँग भिडियो बनाएर हाल्न लागेको छु। र यो मेरो पहिलो भिडियो रहेको छ युट्युबमा है, हाम्रो टी मन्त्रमा। सो तपाईँहरूले अझै माया गर्नुभयो भने म अझै तपाईँहरूलाई राम्रो राम्रो कन्टेन्ट दिने आशा गर्छु है। नयाँ नयाँ तपाईँहरूलाई टिकटकमा ट्रेन्डिङ के आइरहेको छ। सो तपाईँहरू आजै सब्सक्राइब गरेर जोडिदिनु होला र एउटा मिठो कमेन्ट पनि गरिदिनु होला। धन्यवाद है त।